कल्पनाको आँखाले हेर्दै जाउँ त कुरुक्षेत्रको विराट युद्धक्षेत्रमा जहाँको माटोले नै इतिहासका द्वन्द्वलाई आफ्नो स्मृतिमा रसेको छ, जहाँ हावामा तलवारको घर्षणको आवाजभन्दा पहिले नै नैतिकताको सङ्घर्षको गुँज लहराइरहेको छ। यो भूमि केवल भूगोलको नक्सामा एउटा स्थान होइन, यो मानव चेतनाको चरम सीमान्त हो, जहाँ हो र हुनुपर्छ बीचको दरार यति नै गहिरो छ कि त्यसमा सम्पूर्ण मानवीय विश्वासहरू खस्ने आशंका छ। दुवै पक्षका सेनाहरूको व्यूह रचना केवल सेनानी कलाको प्रदर्शन होइन, यो मानवीय अहङ्कार, आकांक्षा, अन्धविश्वास र वंशानुगत द्वेषको विराट मनोवैज्ञानिक रेखाचित्र हो। हात्तीहरूको गर्जन, घोडाहरूको हास्टारप, रथहरूको घरघराट, पदाती सेनाको लौरी सबै मिलेर एउटा सामूहिक हृदयको धड्कनको ध्वनि सृजना गरेको छ, जुन विजयको लालसाले ताल बज्दैछ, तर भित्रभित्रै कुनै एउटा अज्ञात भयले उसको लय भङ्ग गरिरहेको छ। यस विराट उद्वेलित समुद्रको मध्यभागमा एउटा रथ स्थिर भएर उभिन्छ, महारथी अर्जुनको रथ, जसको सारथी स्वयं समय, कर्म र नियतिका नियन्ता भगवान श्रीकृष्ण हुन्। यो रथ केवल काठ, लोहा र चामलको बनेको होइन, यो एउटा चलन्त दार्शनिक प्रयोगशाला हो, एउटा मानव चेतनाको रथ हो, जो अहङ्कारको राजधानी हस्तिनापुरबाट आत्मबोधको अज्ञात कुरुक्षेत्रतर्फ यात्रा गर्दैछ। अर्जुनले आफ्नो इच्छाले होइन, तर नियतिकै हातले धनुष उचालेर मध्यमा लग्नुको आदेश दिए जस्तो छ। दुवै सेनाको मध्यमा, द्वन्द्वको मध्यमा, निर्णयको मध्यमा र अस्तित्वको मध्यमा। यहाँबाट दृष्टिले जे देखिन्छ त्यो केवल शत्रु सेना होइन, त्यो एउटा जीवन्त, साँसिध्य भावनाहरूले भरिएको इतिहासको प्रत्यक्ष प्रतिबिम्ब हो। अर्जुनले हेर्छन् पहिलो पङ्क्तिमा श्वेतवसना, श्वेतकेश तर तेजस्वी भीष्म पितामह। उनको उपस्थिति केवल एउटा शत्रु सेनापतिको होइन, त्यो सम्पूर्ण इक्ष्वाकु वंशको जीवन्त स्मारक हो, कौरव र पाण्डव दुवैको बाल स्मृतिको संरक्षक हो। त्यो पितृत्वको मूर्तिमान स्वरूप हो, जसको छायामा दुवै कुलको बालकहरू खेलेका थिए। उनलाई हटाउनु भनेको आफ्नै जरामा कुल्हाडी हान्नु हो। त्यसपछि गुरु द्रोणाचार्य, जसको हातले धनुष थाम्न सिकाएको थियो, त्यही हातलाई काट्न तयार हुनुपर्नेछ। जसको आवाजले व्याकरण र नीतिशास्त्र सिकाएको थियो, त्यही आवाजलाई स्थायी रूपमा विराम दिनुपर्नेछ। र त्यहाँ छन् कृपाचार्य, अश्वत्थामा, भीष्म, दुर्योधन। प्रत्येक चेहरा एउटा याद, एउटा सम्बन्ध, एउटा भावनात्मक ऋणको किताब हो। यिनलाई शत्रुको सरल संज्ञा दिँदा मानवीय सम्बन्धको जटिल बुनोटलाई कसरी खारिज गर्न सकिन्छ? यहीबाट अर्जुनको विषादको ज्वालामुखी फुट्छ। यो केवल भावनात्मक दुर्बलता होइन, यो सभ्यताको एउटा मूलभूत प्रश्न हो। उनको काँप्दो हातले केवल धनुषको डोरीलाई होइन, सम्पूर्ण मानवीय नैतिकता र न्यायको तन्तुलाई थामिरहेको छ। उनको शरीरमा भएको रोमाञ्च र शरीरको ताप केवल शारीरिक प्रतिक्रिया होइन, त्यो आत्माको एउटा गहिरो सर्दी ज्वरो हो, जब नैतिकताको सारा ढाँचा ढल्छ र व्यक्ति आफूले बुझेको सबै कुराको खोक्रोपन महसुस गर्दछ। हे कृष्ण, उनको स्वर फुटेको, आशाहीन, म यो राजपाट, यो स्वर्ग, यो कीर्ति चाहँदैन। यदि यी सबैको मूल्य आफ्नै कुलको रगत हो भने कि यो विजयभन्दा पनि ठुलो पराजय हुने छैन? के हामी युद्ध गरेर पनि जितेका हुनेछौँ, वा यसले हामीलाई सबैभन्दा ठुलो हारिएको हाम्रो मानवीयताको हार बनाउनेछ? यो प्रश्न साधारण छैन, यो मानव इतिहासमा पटक पटक उठेको प्रश्न हो। हाम्रो कर्तव्य र हाम्रो प्रेम बीचको द्वन्द्व हो। शास्त्रले के भन्छ, समाजले के अपेक्षा गर्छ र आत्माले के चाहन्छ? यी तीनवटै स्वरहरू बीचको सामञ्जस्य कहाँ छ? अर्जुनले आफ्नो अस्त्र फ्याँक्दैनन्, उनले आफ्नो पूर्वाग्रह, आफ्नो संस्कार र आफ्नो सान्दर्भिक नैतिकताको ढाल फ्याँक्छन्। उनी हताश भएर बस्दैनन्, उनी एउटा नयाँ, अझ गहिरो युद्धको लागि तयार हुन्छन्, आत्मसङ्घर्षको युद्ध। उनको विषाद कमजोरीको चिन्ह होइन, त्यो संवेदनशीलताको चरम शक्ति हो, जुनै सत्यको खोजीको पहिलो सिडी हो। यसै क्षणबाट कुरुक्षेत्रको भूमिले आफ्नो भौतिक सीमा नागेर प्रत्येक मानवको हृदयको युद्ध क्षेत्र बन्न पुग्छ। अर्जुनको विषाद हरेक व्यक्तिको विषाद हो, जब उनी आफ्नो भूमिका, समाजको अपेक्षा र आफ्नो अन्तरात्माको आवाज बीच फसेको महसुस गर्दछन्। यो पहिलो अध्याय अर्जुन विषाद योग केवल एउटा परिचय होइन, यो सम्पूर्ण गीताको भित्री आत्मा हो। किनकि बिना प्रश्नको उत्तरको आवश्यकता पर्दैन, बिना सन्देहको श्रद्धाको आधार छैन, र बिना विषादको यस गहिरो आत्मालाई हिलोर पुर्याउने विषादको आत्मसाक्षात्कारको यात्रा नै सुरु हुँदैन।
अर्जुनको आँसुले कुरुक्षेत्रको माटोलाई भिजाउँछ, तर त्यो आँसु नै त्यो अमृत हो जसले सम्पूर्ण मानव जातिलाई आत्मप्रश्नको शक्ति प्रदान गर्दछ। यो विषाद नै योगको प्रथम पाठ हो, आफ्नो पूर्ण मानवतासँग सामना गर्ने योग।